मैम मैम एकछिन यहाँ आउनु 2 मिनट हजुर सानो सल्लाह क्या कुरा गर्नु पर्ने छ हजुर त्यो बिन्दास टिभीमा कार्यक्रम चलाउनुहुन्छ हैन हजुर काउलीबुडी आफ्नै कुनबाट आफ्नै काउलीबुडी सोबाटै छ युट्युबमा हाल्नुहुन्छ हैन अर्छ एउटा सेल्फी लिनु पर्छ कि यता आउनु अलिकति यहाँ डिस्टर्ब गरेर आइरहेछ यहाँ पिकनिकमा आउनु भएको छ हजुर ए हजुर यता एन्टिलाइट पर्छ ठिक छ है एकछिन क्यामेरा राम्रै छ मेरो कुन आइफोन हो मेरो एमआई हो यताबाट म यहाँ सुत्छु हजुर लिदिनु न त सेल्फी यहाँ भुइँमा म लड्छु क्या एकचोटि हुन्छ त्यसो खिच्दा हुन्छ एकछिन यहाँ कुरा पनि गर्नु छ क्या त्यो हजुर अब म फ्यान हो क्या हजुर ठुलो हजुरलाई राम्रो लाग्छ कि मलाई होइन म त यतिकै अब पढिरहेको छु होइन अहिले ब्याचलर म यहाँ सरले बोलाउनु भएको हजुर पिकनिकको लागि बद्री सर अनि खासमा हजुरलाई म अब साह्रै मनपर्छ क्या लास्ट होइन अनि अस्ति अब रोज दिएको दिन पनि रोज दिन खोजिरहेको थिएँ हजुरलाई होइन भेटेर यहाँ सुन्नु न अनि रोज दिएको दिन रोज दिन खोजिरहेको थिएँ मैले अब भेटिनँ क्या हजुरको फेसबुकमा रिक्वेस्ट पठाएको थिएँ हजुर एकछिन म यहाँ हाम्रो कार्यक्रम हेर्नु हुँदो रहेछ वासन गफगाफ गर्दैछ है जाने हो जाने हजुरले रिक्वेस्ट एसो गर्नु भएन नि मैले पठाइदिएको थिएँ के छ नाम सन्ध्या भनेर मेरो त एस सागर गौतम हो अनि अब हजुर मलाई रोज दिनु न त आज नभए अब रोज त दिनै पर्यो नि अब हजुरले म फ्यान हो हजुरको होइन अब प्रपोज डेको दिन पनि अब प्रपोज पनि गरेर पाइनँ होइन रिक्वेस्ट एसै पाउनु गर्नु भएको थिएन नम्बर पनि थिएन मसँग प्रपोज गरिदिनु न त कि आज नभए मलाई अब प्रपोज नि अब भ्यालेन्टाइनको प्रपोज अब गर्लफ्रेन्डले बोयफ्रेन्डलाई गर्छ नि प्रपोज त्यस्तै त हो नि अनि त्यो त जसले पनि सोचिहाल्छ नि हजुर जस्तो राम्रो क्या हामी होइन होइन एकचोटि प्रपोज गरिदिनु न मलाई अब चक्लेट पनि खान पाइएन अब रोज पनि पाइएन प्रपोज त गरिदिँदा भइगयो नि हजुरले मलाई म त्यस्तो प्रपोज सर्पोजतिर लाग्दिनँ हेर्नु म एकदम बुढी भएर प्रोग्राम चलाउँछु नि म त अब हजुरको एकदम ठुलो फ्यान हो त्यस्तो नभन्नु क्या साथी हुन सकिन्छ होइन साथी त अब केही छैन साथी नम्बर दिनु साथी हुन्छ अब लप्स पनि पर्दै जान्छ होइन यहाँ सुन्नु न मेरो कुरा चाहिँ एकदम हजुर एकदम लास्टै मनपर्छ क्या मलाई त्यस्तो नभनिदिनु न होइन त्यस्तो नभनिदिनु मेरो चित्त त यस्तो नदुखाउनु अब उहाँले चाहिँ गर्नु भनेको मलाई रोज पनि दिनुहुन्न अब प्रपोज पनि गर्नु मेरो प्रोग्राम मनपर्छ म के गरौँ त फ्यान हुन्छ एकदम राम्रो कुरा हो नि प्रपोज गरिदिनु भनेको क्या एक्चुअली मैले अब चक्लेट दिएको दिन चक्लेट पनि दिन पाइनँ फेसबुक रिक्वेस्ट पठाएको कि नम्बर दिनु न त हजुरको म जहिले कल गरिरहन्छु हजुरलाई कहाँ स्विच अफ छ मोबाइल देखाउनु त मोबाइल देखाउनु न एकचोटि तपाईँको नम्बर दिनु सक्नुहुन्छ कोही नाम हेरौँ त एकचोटि फोटो मेरो पनि खिच्नु त एउटा के तपाईँको नाम मेरो सागर गौतम कहाँ बस्नुहुन्छ म यही अनामनगर अनामनगर कहाँनिर अनामनगर चोकमै हो नि भित्रपट्टि तपाईँको नम्बर दिनु न त्यसो भए भेटिरहेको हुन्छ नि त दिन मिल्दैन र खोइ त अनि प्रपोज गर्नु न एकचोटि यस्तो तरिकाले त हुँदैन नि त अब भ्यालेन्टाइन आउँछ सिङ्गल बस्नु म यहाँ सुन्नु न एकचोटि म्याम हामीले प्र्याङ्क गरेँ क्या हजुरसँग यहाँ प्र्याङ्क भिडियो बनाएर आऊ कि एउटा क्यामेराले खिचिरहेको छ खासमा माथिबाट सरी भन्नुहोस् त त्यहाँ एकचोटि हाई भन्दैन एकचोटिमा